सिकाइ पर्नु लाग्छ। मेरो पनि बनायो होला बोला हामी अहिले श्री कालीदेवी मावि प्युटारमा वार्षिक कार्यक्रम अन्तर्गतकै एउटा कार्यक्रममा हामी उपस्थित भएका छौँ। सबैजना सहभागीहरू आफ्नो एकदम तदारुकताका साथ अब आउने पछाडिका भाइ बहिनीहरूलाई पनि सिकाउन सक्ने अवस्थामा पुगुन् अथवा यहाँ सिकिसके पछाडि ओहो हाम्रो लोक सङ्गीत भनेको यस्तो रहेछ, हाम्रो मौलिकता भनेको यो रहेछ भनेर त्यो विषयमा खोजी गर्ने, अध्ययन गर्ने र गर्ने कुराहरू अरू थप गर्ने कुराहरूमा पक्कै अग्रसर हुनुहुन्छ भन्ने हामीले विश्वास दिएका छौँ। राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान ललितपुर जिल्ला कमिटीले यस्तै ग्रामीण क्षेत्रमा रहेर पढ्दै गरेका भाइ बहिनीहरूको लागि अथवा सम्पूर्णका लागि उपयुक्त हुने गरी चापागाउँको प्याङगाउँ स्थित रहेको कार्यालयमा हामीले वाद्यवादन सिकाइ, भोकल सिकाइ, नृत्य सिकाइरहेका छौँ। यदि यहाँहरू पनि अब कतिजनाले त +2 गरिसक्नुभयो होला अथवा एसी लिएर उता जान चाहनुहुन्छ भने त्यो विषयका विधामा सिक्न चाहनुहुन्छ भने राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानमा सम्पर्क गरेर सिक्न सक्नुहुनेछ। यो कुरा पनि मैले यहाँहरूलाई जानकारी गराएँ। अनौपचारिक कार्यक्रममा प्रशिक्षण नै दिन्छौँ है, त्यो भएर मुख्य सिक्न पर्ने कुरा नै यही छ। त्यो भएको कारणले विद्यार्थी भाइ बहिनीहरूले आज शनिबारको दिन भए पनि कान चाहिँ ठाडो पार्नुपर्छ। कुनै पनि क्षेत्र छैन कि त्यो सङ्गीत नभएको क्षेत्र, सङ्गीत बिना मान्छेको जीवनै अधुरो हुन्छ। त्यसैले अब यही सङ्गीतसँग सम्बन्धित कुराहरू गर्नका लागि, प्रशिक्षण दिन हुनका लागि म आजको यस कार्यक्रममा सबभन्दा पहिलो वक्ता नै भनौँ। अब हामीले औपचारिक रूपमा कार्यक्रम अगाडि बढाएका छैनौँ। लोक सञ्चारकर्मी तथा लोक संस्कृति खोजकर्ता ओम भण्डारीज्यू जो थाहा संसार नेटवर्कको लोक सङ्गीतकर्मी पनि हुनुहुन्छ। कृपया ओम भण्डारीज्यू यहाँले हाम्रा विद्यार्थी भाइ बहिनीहरूलाई आफूले जाने बुझेको प्रशिक्षण दिनुहुन स्टेजमा आइदिनु हुन हार्दिक अनुरोध गर्दछु। नमस्कार। अघिदेखि हामी प्रतीक्षारत थियौँ। यो कार्यक्रमका आयोजक, सहभागी सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरू, अभिभावक बुवाआमा, गुरुआमा महोदयहरू लगायत हाम्रा सम्पूर्ण सङ्गीतज्ञहरू, कलाकारहरू सबै, म ओम भण्डारी, मेरो घर सिन्धुली। म अहिले चाहिँ रेडियो थाहा सञ्चार नेटवर्क काठमाडौँमा रेडियो कार्यक्रम गर्दछु र यो ठाउँसँग मेरो अलि पुरानो परिचय छ। मैले 60को दशकमा 58-60 सालतिर रेडियो कार्यक्रम गर्दा यो माध्यमिक विद्यालयमा पढ्ने धेरै भाइ बहिनीहरूले चिठी पठाउनुहुन्थ्यो। त्यस्तै ठुला दुर्लुङ, गिन्दी, आसराङ, त्यसदेखि मणिखेल, गोटीखेल जस्ता मेरा सुपरिचित नामहरू थिए। आज सौभाग्यले मलाई तपाईँहरू माझमा आउन जुरेको रहेछ र त्यो पुरानो सम्बन्ध रहेछ। अहिले चाहिँ हामीलाई इन्टरनेटले ग्वाम्लङ्गै छोपेको छ। हामी सामाजिक सञ्जाल जसलाई हामी सोसल मिडिया भन्छौँ, फेसबुक, युट्युब, टिकटकतिर बढी अभ्यस्त भएका छौँ। यो आफैमा राम्रै कुरा हो, तर यसको पनि चलाउने विधि नियम छ। पहिला पछि भ्याइन्छ भ्याइँदैन मैले बिर्सिउँला। सबभन्दा पहिला म के निवेदन गर्दछु भने हामी सबैसँग मोबाइल छ, हामी सबैसँग इन्टरनेट छ।
र सबैसँग केही न केही भन्ने कुराहरू पनि छ, राख्ने कुराहरू पनि छ, लेख्ने कुराहरू पनि छ। त्यसकारण त्यो भएको कुरा चाहिँ हामी अगाडि पछाडि बिहान बेलुका अरू समयमा गरौँला, कक्षा कोठामा, सार्वजनिक मञ्चमा, त्यस्तै अरू अनुष्ठानहरूमा ती कुरालाई हामीले एकछिन थाती राखिदिएर सम्पूर्ण ध्यान यो मञ्चतिर केन्द्रित गरौँ। र म विद्यार्थी भाइ बहिनीहरूलाई के निवेदन गर्छु भने यो मञ्च खडा गर्न तपाईँहरूको आयोजक संस्थाले ठुलो योगदान गरेको छ र तपाईँहरूलाई विद्यालयदेखि हाम्रा गुरुआमाहरूले यो बिहानै मलाई लाग्छ यो माथि सबै लेक काट्छ, यो लेक क्षेत्रमा अहिले मकै गोड्ने बेला भएको छ, यति बेला त वस्तु हेर्ने बेला भएको छ। हजारौँ काम बिताएर उहाँहरूले पनि आफ्नो काम छोडेर आज सार्वजनिक बिदा छ यहाँसम्म लिएर आउनु भएको छ। त्यसैले मैले भन्न खोजेको तपाईँहरूलाई यहाँसम्म लिएर आउनुको निम्ति ठुलो खर्च छ र यो कार्यक्रमभरि तपाईँहरूको गुरुआमाको इज्जतको लागि पनि, तपाईँहरूको विद्यालयको प्रतिष्ठाको लागि पनि, तपाईँहरूको बुवा आमाले सिकाउनु भएको सभ्यताको लागि पनि तपाईँहरूले ध्यानपूर्वक यो मञ्चमा तपाईँहरूको ध्यान केन्द्रित गर्नुहोला। मैले त अघि उद्घोषक महोदयले प्रशिक्षण भन्नुभयो, अब प्रशिक्षणको कार्यक्रम जस्तो त मलाई लाग्दैन, किनभने हामी समयको हिसाबले पनि अलि परे पुगिसकेका छौँ र अब यो कार्यक्रमहरू धेरै लामा छन्, अब खासै प्रशिक्षण त धेरै नहोला। त्यसकारण मैले चाहिँ मेरो आमाले जे सिकाउनु भयो, मैले घाँस काट्दा जे सिकेँ, मैले वस्तु हेर्दा जे जाने र मैले आज झन्डै 2-2.5 दशकको पेरिफेरीमा रेडियोमा कार्यक्रम गर्दा यो लोकसङ्गीत र लोक संस्कृति सम्बन्धी जे कुरा अनुभूत गरेँ त्यो कुराको सार संक्षेप मात्रै यहाँलाई सुनाउँछु। त्यसभन्दा अघि एकछिन अगाडिसम्म हामी कहाँ पानी परिरहेको थियो, ग्याज हिलो थियो, यहाँ वस्तुभाउलाई धन्दापात घाँस गर्न अप्ठ्यारो थियो, दोकान पसल चलाउनेहरूलाई पनि अप्ठ्यारो थियो, त्यो पानीले हामीलाई पनि अप्ठ्यारो पर्यो। अनि मैले सम्झेँ पानी पर्यो रिमिझिमी, पिउटार बेसी आइपुग्यो दाइ तिमी, कहाँ गयो डाँडाको साइलो, पिउटारमा भइरहेछ रमाइलो, ठुली माइली बजाइदेऊ ताली, साइली कान्छी गीत गाइदेऊ स्वर हाली, साइली कान्छी गीत गाइदेऊ स्वर हाली। मैले सम्झेँ अनि मेरो पुरानो ललितपुरलाई सम्झेँ, जससँग 2 दशक अगाडिदेखि मेरा आदरणीय मलाई सुन्ने, मभन्दा धेरै जान्ने हुनुहुन्थ्यो। आज पनि मलाई अलि लाज लागिरहेको छ। यहाँ नेपाली विषयका, साहित्य विषयका असाध्यै धुरन्धर विद्वानहरू हुनुहुन्छ, त्यससँगै उहाँहरूको विद्वता प्राप्त गरेको त्योभन्दा बढी खारिएको विद्यार्थी भाइ बहिनीहरू हुनुहुन्छ। त्यसकारण म यो हिसाबले असाध्यै भुइँमान्छे लाग्दछु। मैले पढेर भन्दा सुनेर जानेर यहाँहरू जस्तो आदरणीयहरूको सङ्गतले मात्रै केही कुरा जानेको हुँ र आज यहाँहरूले यो मञ्च उपलब्ध गराइदिनु भयो, असाध्यै गर्व लागेको छ। नागबेली खोला खोल्सी पर्वत धुर धुर, नागबेली खोला खोल्सी पर्वत धुर धुर, धरतीको स्वर्ग नै हो जिल्ला ललितपुर, डम्फु मादल झ्याली झ्याम्टा सहनाईको सुर, भाषा कला संस्कृतिको खानी ललितपुर, लेले आश्रङ गिम्दी दुर्लुङ राम्रो आशापुरी, लेले आश्रङ गिम्दी दुर्लुङ राम्रो आशापुरी, फुलचोकी भट्टे डाँडा हाम्रो सुनका धुरी, मनी खेल गोटी खेल पिउटारको माया मुरी, लेके बेसी गाउँ मिलेका धरती रहेछन् अलकापुरी, लेक बेसी गाउँ मिलेका धरती रहेछन् अलकापुरी। यति मेरे चिनेको, मैले जानेको, मलाई सम्झिने ललितपुरलाई सुनाएर अब म नेपाली लोकगीतको कुरा भन्छु। नेपाली लोकगीत र लोक संस्कृति एउटा अनन्याश्रित सम्बन्ध भएको लोक संस्कृतिको बारेमा हामीले कुरा गर्न थाल्यौँ भने मलाई लाग्छ यहाँ उपस्थित मध्ये धेरै भाइ बहिनी तामाङ सम्प्रदायको हुनुहुन्छ। तामाङ सम्प्रदायभित्र अनेक बाजा, अनेक गीत, भाषाको मात्रै कुरा गर्ने विविधता छ। डम्फुको मात्रै कुरा गर्ने हो भने मलाई लाग्छ डम्फु र सेलो गीतका विज्ञहरूलाई कयौँ दिन लाग्दछ। त्यसकारण त्यो बृहत्तर ज्ञान, त्यो बृहत्तर चेतना हामीले प्रवाह गर्न सक्दैनौँ। यो सार संक्षेप मात्रै भन्न मैले खोजेको। र लोक संस्कृतिको विषयमा लामो कक्षा लिनुपर्छ, धेरै पढ्नुपर्छ, धेरै सिक्नुपर्ने कुरा रहेछ। यसलाई सिकेर कहिले पनि सकिँदैन। त्यसकारण भाइ बहिनीहरूले के बुझ्नु पर्यो भने नेपाली लोक संस्कृति भनेको तपाईँहरू उभिएको जुन धरती छ यो धरती हो। तपाईँहरूले जन्माउने जो बुवामा हुनुहुन्छ त्यो बुवामा पनि यही लोक संस्कृति हो। तपाईँहरूले खाने खानकी, तपाईँले बोलेको भाषा, तपाईँहरूले लगाउने भेष अथवा
तपाईँहरूले लगाउने यो चाहिँ नि पोसाक पनि लोक संस्कृति हो। आज हामी जे बोल्दैछौँ, जुन भाषा बोल्दैछौँ, यो पनि लोक संस्कृति हो। र नेपालमा बोलिने नेपाली भाषा जो राष्ट्रिय भाषादेखि लिएर राष्ट्रभित्र बोल्ने अनेक अनेक भाषा पनि लोक संस्कृति हो। र लोक संस्कृतिको सबभन्दा बलियो र सबभन्दा सशक्त यो भनेको लोकगीत हो। यसका अनेक ताल बोल्छन्, अनेक रूप बान्की छन् र यो मलाई लाग्छ यसको परिभाषा दिनुपर्दा अनेक विद्वानजनले चाहिँ अनेक किसिमले परिभाषा दिनुभएको छ। र म चाहिँ के भन्छु भने हाम्रो लोकगीत भनेको हाम्रो जीवन हो। हामीलाई भोलि सभ्य बनाउने, हामीलाई सफल बनाउने, हामीलाई सौम्य बनाउने। त्यसकारण यो कहिलेबाट आयो भन्दाखेरि मानव विकासको प्रारम्भदेखि मान्छेले लिएर आए र यो त 3 लोक 14 भुवन, यो पृथ्वी। अझ हाम्रो लोक मान्यताले के भन्छ भने लोक चाहिँ पृथ्वी मात्रै होइन, अर्को स्वर्ग लोक छ, अर्को पातालमा अर्को लोक छ। यो 3 लोक अनि 14 भुवनमा पनि लोकगीत चल्दछ। हाम्रो चाहिँ नि ऋषिमुनिहरूले पनि लोक सङ्गीतको माध्यमबाट त्यो ज्ञान प्राप्त गरे। जस्तो कि भगवान श्रीकृष्णले, रामले, अर्जुनले पनि लोक सङ्गीतबाटै आफूलाई मुखरित गरेको, आफूलाई प्रभावित गरेको पाइन्छ भने बुद्धले ज्ञान प्राप्त गर्दा पनि शान्त एकान्तमा प्रकृतिले दिएको त्यो सङ्गीतबाट मात्रै त्यो बुद्धत्व प्राप्त भएको थियो। त्यसैले आज हाम्रो ज्ञानको जग, आज हाम्रो चेतनाको जग त्यही लोकसङ्गीत भएकाले प्राचीन अर्वाचीन समयदेखि यो लोकसङ्गीत हामी कहाँ छँदैछ। जसलाई प्रकृतिले सिकायो, जसलाई हामीले मानेको ईश्वरले सिकाए, चाहे हिन्दू धर्ममा होस्, चाहे बौद्ध धर्ममा होस्, चाहे क्रिस्चियन धर्ममा होस्, चाहे मुस्लिम धर्ममा होस्, लोकसङ्गीत जहीँ पनि छ। र हामी नेपालीहरूले त हामीलाई जीवन्त बनाउने, बचाइराख्ने यही लोकसङ्गीत प्रयोग भएको छ। आज तपाईँहरूसँग मोबाइल छ, मोबाइलमा संसार छ, रेडियो छ, टेलिभिजन छ, टेलिफोन छ, के छैन? सञ्चार व्याप्त छ र आज लोकसङ्गीत चाहिँ सञ्चारसँग बाँचेको छ। यो लोकसङ्गीत सञ्चार विकास हुनुभन्दा पहिला थियो र कुनै समय धेरै लामो भन्नु पर्दैन, झन्डै 40-50 वर्ष अगाडिसम्म नेपालमा लोकसङ्गीत के थियो त भने लोकसङ्गीत चाहिँ सञ्चार बोक्ने चिज थियो, सञ्चारको काम गर्थ्यो, सूचनाको काम गर्थ्यो। काहीँ कसैले कसैको हत्या गर्यो, कसैले कसैको अन्याय गर्यो भने लोकगीत गाएर गन्धर्वहरूले, अरू त्यस्तै लोकगीतज्ञहरूले, सङ्गीतज्ञहरूले त्यसलाई एक गाउँबाट अर्को गाउँमा गाउँदै 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 लानुहुन्थ्यो। जस्तो आज पनि तपाईँहरूले सुन्नुभयो होला पुराना कलाकारले गाएका गीतहरू, जस्तो झलकमान गन्धर्व। यहाँहरूको किताबमा छ कि छैन, कहीँ कहीँ होला जस्तो लाग्छ मलाई। उहाँ नेपाली लोकगीतको आजको पुस्ताको अग्रज गायक। उहाँको गीतमा पनि आमाले सोध्लिनी खोइछोरा भन्लिन्, बाबाले सोध्लानी खोइछोरा भन्लान् भन्ने खालका यो शब्द हालेर गीत बनाएको छ। त्यो चाहिँ विदेशमा भएको लडाइँमा गएको सिपाहीले त्यहाँ भएको अवस्थालाई प्रतिबिम्बित गरेर गाएको गीत हो। म मरे भने त मरिहालेँ, फर्के भने भेटौँला भनेर लोकसङ्गीतको मार्फत उसले सूचना पठाउँथ्यो। र त्यो चाहिँ गाउँदै गाउँदै एक गाउँबाट अर्को गाउँमा, अर्को गाउँबाट अर्को गाउँमा, काहीँ चाहिँ भएका कृषिका उन्नति, काहीँ भएका समाज सुधारका कुरा सबै लोकगीतले सञ्चारको काम गरेर सञ्चारको भूमिका निर्वाह गर्थ्यो। आज दुःख साथ हो या सुख साथ हो, लोकसङ्गीत चाहिँ सञ्चारले बोक्नुपर्ने समय आएको छ। रेडियोमा गीत बजेन, टेलिभिजनमा गीत आएन भने हामीले लोकसङ्गीत बुझ्दैनौँ र यसलाई जीवन्त राख्ने काम सञ्चारले गरिदिएको छ। र म त के भन्छु भने हामी नेपालमा 100 जाति छौँ, 100 जात जातिका 100 नै भाषा छन्। प्रत्येक भाषाका हाम्रा जातिको एउटा लोकगीत छ, एउटा लोकबाजा छ। यस हिसाबले भन्दा मैले पाएको जानकारी अनुसार नेपालमा झन्डै 40,000 देखि 60,000सम्म नेपाली लोकगीतका भाकाहरू छन्। तीन भाकामध्ये अहिले केही दर्जन भाका मात्रै हामीले रेडियोमा, टेलिभिजनमा, अहिलेको चाहिँ नि युट्युबमा, फेसबुकमा पाएका छौँ। त्योभन्दा धेरै भाका हाम्रा गाउँमा छन्। त्यसकारण यो 100 जातिका 100 भाषा, यी 100 भाषा बोल्ने जातिहरूका आफ्ना किसिमका भाका, एउटै भाषाका सयौँ लोक भाकाहरू छन्। यस हिसाबले 40,000 देखि 60,000 लोक भाकाहरू प्रयुक्त भएको पाइन्छ। माथि नयाँ कोपिला लाग्दै गर्छन्, तल हाम्रा फलहरू चाहिँ फल्दै गर्छन् भनेको यो लोकगीत चाहिँ परिमार्जन हुँदै, परिष्कृत हुँदै आज आएका वर्तमानका समय सापेक्ष विषयहरू समेटिँदै लोकगीतले एउटा विशाल वटवृक्षको आकार हासिल गरेको छ।
अनि यसका अनेक हाँगाबिँगा बनेका हाम्रा अनेक जात जाति हुन्, त्यसका अनेक पात र अनेक फुल यसका अनेक भाकाहरू हुन्। त्यसैले यसलाई जीवन्त राख्ने काम मैले अघि भने यो मौखिक परम्परामा हस्तान्तरित हुँदै आएको छ। आजको यो कार्यक्रम पनि विद्यार्थीसँग कलाकार यो चाहिँ पुस्तान्तरित गर्दै हुँदै आएको हो। हामीलाई हाम्रा आखेले, हाम्रा आपाले, हाम्रा चाहिने आमाले, हाम्रा जोजोले, हाम्रा चाहिने नानाले सिकाउनु भयो। अब हामीभन्दा पछाडिको पिँढीलाई यसै गरी सिकाउनुपर्छ। यही नै हस्तान्तरणको यो कार्यक्रम हो। मलाई लाग्छ हाम्रा आदरणीय गुरुजनले हाम्रो विद्यालयहरूमा पनि राष्ट्रले नै गरे हुन्छ एउटा व्यावहारिक र लोकसङ्गीतको अलग्गै विषयको पुस्तक निर्माण गरे हुन्छ। त्यो नभए कमसेकम हप्तामा, कमसेकम त्यो नभए महिनामा, नभए 6 महिनामा भए पनि लोकसङ्गीत र संस्कृति हाम्रो व्यवहार सम्बन्धी जानकारीमूलक पठन पाठन गर्यो भने यो प्रसार हुन्छ र यस्तै किसिमका अनुष्ठानमय जानकारीमय कार्यक्रमहरूले तपाईँहरूलाई यो लोकसङ्गीत सिकाउँदछ। लोकसङ्गीत हामीले प्रकृतिबाट सिक्यौँ र हामीले मान्छेलाई प्रवाह गर्दै आएका छौँ। नेपालका सबै जातिको आफ्ना भाषामा आफ्नो लोकसङ्गीत छ। यस हिसाबले 100 भन्दा हाम्रा बढी जात जातिका त्यही किसिमका चाहिने लोकगीतहरू छन्। लोक संस्कृतिको महत्त्वपूर्ण यो अङ्ग त हुँदै हो, यो राष्ट्रिय एकताको मियो पनि हो। आज हामी नेपाली भनेर गर्व गर्ने लायक यही लोकगीतको कारण भएका छौँ। हामी यहाँ नेपालमा भेट्दा त कसैले कसैलाई वास्ता गर्दैनौँ। भलै हामी भोलि अमेरिका पुग्यौँ भने एउटा नेपाली र अर्को नेपाली बीच संवाद गर्ने, हामीले आफ्नो केही कुरा उसलाई सुनाउने माध्यम भनेको हाम्रो राष्ट्रभाषा हो, हाम्रो राष्ट्रिय भाषा हो। र कसैले जानेको केही कुरा सिकाउँ, तपाईँहरूको नेपालमा के छ भनेर हामीले बेलायतमा गएर, अमेरिकामा गएर, अस्ट्रेलियामा गएर, जापानमा गएर भन्नु पर्यो भने हाम्रो त्यो बाजा मादल देखाउनुपर्छ, खैँजडी देखाउनुपर्छ, मजुरा देखाउनुपर्छ र डम्फु देखाउनुपर्छ। अनि यो राष्ट्रिय पोसाक देखाउनुपर्छ, राष्ट्रभाषा बोल्नुपर्छ, अनि मात्रै नेपाली भनेर चिनिन्छौँ। आधुनिक विकासका मसिन औजार त धेरै ठाउँमा छन्, तर हामीसँग जस्तो संस्कृति अरू धेरै ठाउँमा छैन। त्यसकारण म त के भन्छु भने हाम्रो लोक संस्कृति जसरी भूगोलको उचाइमा विश्वको सर्वोच्च धुरी सगरमाथा हामीले पाएका छौँ, त्यो सगरमाथा जस्तै अल्को छ। सगरमाथा जस्तै अग्लो संस्कृति पाउने हामी नेपाली पनि सगरमाथा जस्तै अल्का हौँ। त्यसैले हाम्रो संस्कृति कमजोर छ भनेर हामीले कहिले पनि सोच्नु हुँदैन। हामीले अब विद्यार्थी भाइ बहिनीहरू तपाईँहरूले भन्नुहोस्, संसारमै हाम्रो अब्बल संस्कृति छ, अब्बल लोकगीत छ, अब्बल बाजा छ। त्यो बाजा भनेको लोक बाजा हो। लोक बाजा नेपाली लोक बाजा सङ्ग्रहालयमा अहिले झन्डै 800 प्रकारका बाजा छन्। यो काठमाडौँको चाहिँ नि यो पचली भैरवमा रहेको छ अहिले। र 1400वटा नेपाली लोक बाजाका, मैले यो अरू आधुनिक बाजाको कुरा गरिरहेको छैन, नेपाली लोक बाजाका 1400 प्रकारका बाजाहरूको अभिलेखीकरण भएको छ। सम्झिनुहोस् यहाँहरूले, मैले के भने 60,000 जति नेपाली लोकगीतका भाका छन्। 1400 जति नेपाली लोक बाजाको जानकारीमूलक अभिलेखीकरण हामीले त्यो लेखिसकेका छौँ। त्यो लोक बाजा सङ्ग्रहालयमा म पनि छु। अनि 800 प्रकारका बाजा त हामीले त्यहाँ सङ्ग्रहित गरेका छौँ। त्यसमा तामाङ समुदायको डम्फु, छेत्री बाहुन समुदायमा रहेको यो चाहिँ नि खैँजडी, अनि मगर समुदायमा रहेको मादल, गन्धर्व समुदायमा रहेको चाहिँ सारङ्गी, त्यस्तै कि शेर्पा समुदायमा रहेको टुङ्ना बाजादेखि लिएर अरू हजारौँ बाजा। यद्यपि हाम्रो यो ताली पनि बाजा हो, पात बजाउने पनि बाजा हो। ताली, बोली, सुसेली, होइन, ताली, हाम्रो बोली, सुस्केरा, तिनटै चाहिँ पनि हाम्रा बाजा हुन्। त्यसैले हाम्रा बाजाहरूका अनेक प्रकार छन्। यी बाजा तपाईँहरूले पढ्नुपर्छ। नेपालमा हुन्जेल त त्यो कुरा महत्त्वपूर्ण लाग्दैन। जब हामी तपाईँहरू भोलि विदेशमा जानुभयो, विदेशीहरू यहाँ आयो भने हामीलाई बाजाको गीतको आवश्यकता पर्दछ। र यो चाहिँ मैले के भने समग्रमा यो विशाल वटवृक्ष हो। तपाईँहरूलाई अब लोकगीत भन्या के हो भनेर सोध्नुभयो कसैले भने नेपाली लोकगीत भनेको हाम्रो जीवन हो। यो चाहिँ के हो त, हाम्रो हृदयको स्पर्श पाइने लोकजीवनको लयात्मक र रागात्मक अभिव्यक्ति लोकगीत हो। त्यो चाहिँ सबै नेपाली जातिहरूसँग छ। अनि हामी कति जाति छौँ तपाईँहरूलाई पढाइ भइसकेको छ। 125 भन्दा बढी नै जाति छौँ। अझै यसको खोज भइरहेछ। त्योभन्दा बढी हाम्रा भाषाहरू छन्। यो सबै जातिसँग लोकगीत छ। आफ्नो लोकगीत है, शेर्पासँग अलग छ, गुरुङसँग अलग छ,
माथि बस्ने हाम्रो चाहिँ नि हेल्मोसँग अलग छ, अनि मधेसमा चाहिँ यादवहरूसँग अलग छ, अनि बिच पहाडमा बस्ने हामी तामाङहरूसँग अलग छ, सम्मिश्रित बसेको छेत्री बाहुनसँग अलग छ। हाम्रो अलग अलग लोकगीत छ। अब लोकगीतको वर्गीकरणमा जाने हो भने चाहिँ विशाल वर्गीकरण छ। भने नि एउटै जातिका एउटा भाषाका अनेक गीत छन्, अनेक गीतका अनेक भाका छन् र 60,000 जति त भाका छन्। तीमध्ये केही दर्जन भाका मात्रै प्रयोग भएका छन्। अहिले तपाईँको मोबाइलमा आउने, मेरो मोबाइलमा आउने, रेडियोबाट बज्ने, टेलिभिजनबाट बज्ने गीतहरू चाहिँ केही दर्जन भाकाहरू मात्रै हुन्। तिनै भाकामा घुमिरहेको छ। कयौँ विलुप्त भाकाहरू छन्, कयौँ लोपोन्मुख भाकाहरू छन्, त्यस्तै भाषाहरू पनि छन्। ती चाहिँ हाम्रा मौलिक नेपाली लोकगीतहरू हुन्। अब हाम्रो लोकगीतको मूलत वर्गीकरणमा जाने हो भने हाम्रो धार्मिक गीत छ, जसमा हाम्रा भजनहरू छन्, हाम्रा चाहिँ बालनहरू छन्। त्यस्तै अरू जात जातिका पनि आफ्ना धार्मिक स्तुति गानहरू छन्। अनि संस्कार गीतहरू छन्। संस्कार गीतहरू जस्तो जन्मदेखि नमरुन्जेल, यहाँहरूले बुझ्नुभयो। अब टिप्नलाई अप्ठ्यारोलाई सम्झिनुहोस्, सरहरूले पढाइरहनु भएको छ, मैले खालि यसलाई रिन्यू मात्रै, नवीकरण मात्रै गरिदिएको हुँ। एउटा धार्मिक गीत, भजन, बालुन लगायत हाम्रा आफ्ना जातिगत धार्मिक स्तुति गानहरू, धार्मिक गीतहरू हुन्। अर्को संस्कार गीतहरू, जन्मदेखि नमरुन्जेल। अब मलाई लाग्छ हाम्रो मादल चाहिँ मगर समुदायमा बच्चा जन्मिने बित्तिकै पनि उसलाई पहिलो आवाज मादल सुनाइन्छ र मरिसकेपछि दाह संस्कारमा लैजाँदा पनि मादल बजाएर लगिन्छ। पश्चिम र मध्यपश्चिम नेपालमा अहिले पनि यो जीवन्त संस्कृति बाँचिरहेको छ। अनि तामाङ समुदायमा अहिले पनि मृत्यु संस्कारमा बजाउने बाजा, त्यसका शोक धुनहरू अलग छन्। जन्म संस्कारमा बजाउने अलग छन्। त्यसै गरी विवाहका गीतहरू, त्यसै गरी हाम्रा चाहिँ नि व्रतबन्धका गीतहरू, होइन, यी चाहिँ के भयो भने धार्मिक गीतहरू हुन्, के अरे संस्कार गीतहरू हुन्। यी संस्कार कर्ममा हाम्रा अनेक जात जातिका अनेक छन्। अनि पर्व गीतहरू, पर्वका गीत छन्। तीजमा हामी तीजका गीत गाउँछौँ। त्यसै गरी दसैँमा हामी मालश्री लगायतका गीतहरू गाउँछौँ, धुन बजाउँछौँ। तिहारमा गाइने देउसी र भैलो, त्यसदेखि लिएर हाम्रा चाहिँ नि होलीमा गाउने होरी गीतहरू छन्। त्यसै गरी लोसारमा गाइने लोसारका गीतहरू छन्। त्यो चाहिँ हाम्रो पर्व गीतहरू भए। अनि श्रमको गीत छ। श्रम गीतहरू कतिलाई थाहा छ? कसैलाई थाहा छ? उठाउनुहोस् त हात, विद्यार्थी भाइ बहिनीहरू। श्रमको लोकगीत थाहा छ? श्रमको, काम गर्ने बेलाको लोकगीत, काम गर्ने बेलाको लोकगीत यहाँहरू कसैलाई थाहा छ? कसलाई थाहा छ? थाहा छ? हजुरलाई थाहा छ है? अरू कसैलाई थाहा छ? काम गर्ने बेलाको लोकगीत, काम गर्दा गाइने गीत। एकजना उहाँलाई थाहा रहेछ। काम गर्दा गाउने गीतलाई हामी श्रम गीत भन्छौँ। श्रम गीत चाहिँ कस्तो हो भने लोकसङ्गीतले, अब म यहाँनिर जोडेँ, अहिलेको आधुनिक विकासले, यहाँ त होइन, विश्वका विकसित मुलुकहरूमा सङ्गीत थेरापी भनेर प्रयोग छ। सङ्गीत थेरापी छ। त्यो भनेको मान्छेलाई रोग लाग्यो भने सङ्गीतले गर्ने उपचार, त्यो सङ्गीत थेरापी। त्यस्तै के हो भने काम गर्दा हामीलाई थकाइ लाग्छ नि, त्यो थकाइ मेटाउने गीत काम अथवा श्रम गीत। जस्तो रोपाइँ गीत तपाईँलाई थाहा छ? असारमा गाउने, असारै मास रिमी र झरी, के रिमी र झिमी, असारै मास रिमी र झिमी बगायो लेउजाएर पूर्वको ढोका खोलेर हेर्दा लागेछ असार भन्ने जस्ता भाकाहरू हाम्रा असारे गीत हुन्। त्यस्तै दाई गीत छ। त्यस्तै गरी मकै गोड्दा गाउने गोडेलो गीत छ। त्यही किसिमका खेती लाउँदा चाहिँ नि पूर्वतिर किराँत सम्प्रदायमा राई लिम्बूहरूले उँधौली उँभौली खेती लाउँदा र भित्र्याउँदा उँधो र उँभोका दुईटा गीतहरू, यो चाहिँ श्रम गीत भयो। यसरी हामीले गीतलाई मूलत विभाजन गर्छौँ। अब अरू धेरै सामान्य गीत छन्। त्यसमा बाह्रै मासा गाउने बाह्र मासा भयो, रोदी भयो। पश्चिम नेपालमा गएपछि रोदीसँगैको कौरा छ। अनि त्यहाँको छेत्री बाहुन समुदायमा ख्याली गीतहरू छ। गीतहरू सुन्नु छ, तपाईँहरूले गाउनु छ। यो चाहिँ भनेर भन्दा पनि गाएर प्रयोग गरेर यसलाई चाहिँ प्रवर्धन गरेर प्रसार गरेर मात्रै लोकसङ्गीत जानिन्छ। यसका अनेक बिट छन्, ताल छन्। अब आज समय कम भएको हुनाले मलाई आधा घन्टाको समय, 45 मिनटको समय भन्नुभएको थियो। अब यो त्यो समयभन्दा मैले धेरै बोलिसकेँ। यद्यपि समय पनि कम भएको हुनाले लोकसङ्गीत जानौँ, लोकसङ्गीत बुझाउँ, लोकगीतको बारेमा भनौँ। कोही साथी नयाँ भेटियो भने लोकसङ्गीतको कुरा गरौँ। लोकबाजा बजाउन जान्नुहुन्छ कि जान्नुहुन्न? तपाईँको जाति के हो?
तपाईँको बाजा के छ, तपाईँको गीत के हो, तपाईँको भाषा के हो भन्ने कुरा सोध्न नभुलौँ। काहीँ अवसर पाइहाल्यो भने लोकगीत गाइहाल्ने, रेशम फिरिरी उडेर जाउँ त डाँडामा भन्छौँ रेशम फिरिरी, अथवा डम्फु त बज्यो तालैमा भनेर हामीले गीत गाउन थालिहालौँ। यो गाएर भनेर सुनाएर मात्रै प्रवर्धन हुन्छ। यहाँहरूले यसै गरी लोकगीतको प्रवर्धन गर्नु होला। अहिले थुप्रो कार्यक्रमहरू छ, सँगै बसेर हेरौँला। लोकसङ्गीतको विषय मैले राख्न पाइनँ, छोटो समयमा योभन्दा धेरै कुरा भन्न पाइनँ। यहाँहरू सबैलाई धैर्यतापूर्वक सुनिदिनु भयो। यो लेख्ने कुराभन्दा पनि बुझ्ने कुरा हो। मनले मनन गर्नु होला। सबैलाई हार्दिक धन्यवाद छ। सञ्चारकर्मी तथा लोक सङ्गीत खोजकर्ता ओम भण्डारीज्यूलाई, उहाँ थाहा सञ्चार नेटवर्कमा लोकगौरी सङ्गीत कार्यक्रम चलाउनुहुन्छ। अब वरिष्ठ कलाकार नेपाल सङ्गीत नाट्य तथा प्रज्ञा प्रतिष्ठानका प्राज्ञ, राष्ट्रिय लोक तथा दोहोरी प्रतिष्ठान ललितपुर जिल्ला कमिटीका सल्लाहकारज्यू पनि हुनुहुन्छ। कृष्ण भक्त महर्जनज्यूलाई आफ्नो महत्त्वपूर्ण प्रशिक्षण दिनु हुन हार्दिक अनुरोध गर्दछु। नमस्कार। धन्यवाद। म पेसाले नृत्य कर्मी पनि हो, नाटक गर्छु, डान्स सिकाउँछु, आफै पनि नाच्छु। तर म आज नाच्दिनँ, मेरो खुट्टा बिरामी भएको छ। अब यो भगारी जत्रो ज्यानले नाच्ला भनेर तपाईँहरू विश्वास नगर्नु होला। यो कुरा चाहिँ साँच्चै हो। हाम्रो ओम सरले हामी जन्मेदेखि नै कलाकार भन्नुभयो होला त हो, किनभने हामी जन्मिँदै रोएर आउँछौँ, त्यो पनि एउटा कला हो। गाउनु, बजाउनु, नाच्नु, यी तिनै चिज जहाँ हुन्छ त्यो नै सङ्गीत। घरमा पनि हामीले गाली गरे हुन्छ। तपाईँहरूले गाली खानु भएको छैन विद्यार्थी भाइ बहिनीहरू? आमा बाउको गाली खानु भएको छैन? त्यो गाली कसरी गर्छ थाहा छ होला है? कसरी गर्नुहुन्छ होला? के तालको मान्छे रहेछ यो? अलि हेरेर हिँड्न सक्दैन? ध्यान कहाँ हो तेरो? सुर छैन? सुरमा हिँड, सुरमा हेर्नुहोस् त। सङ्गीतमा गाली गर्नु भएको रहेछ। तालमा हिँडेन भने, बुझ्नु भने सुर ध्यान पुगेन भने सबै सङ्गीतमै गाली गर्नु हुँदो रहेछ के। तर सङ्गीतमा गाली गरेको गाली गर्ने मान्छेलाई नै थाहा छैन के मैले कुन तालमा गाली गरेँ, कुन सुरमा गाली गरेँ। हेर्नुहोस् त, हामी कति पहिलाको मान्छेहरू कति अगाडि रहेछौँ। र अब हाम्रो कैलाश सरले भनिहाल्नुभयो, तपाईँहरूले गेम कतिको मनपर्छ? यो ताल सुरको बारेमै गेम गराउँछ है। म एउटा गेम अलिक रमाइलो गरेर सबैलाई ह्याप्पी ऊर्जा अलिक थपौँ न है। पहिला हेर्ने, बुझ्ने अनि गर्ने है। अब छ नि, म जे भन्छु त्यो ठ्याक्कै फास्ट कमाउने है। म हात यसो घुमाउँछु, तपाईँहरू पनि घुमाउनु होला। जे भन्छु त्यो छोइहाल्ने, हुन्छ? हुन्छ भने क्लास हानौँ न त। हामी रेडी हो त? दाहिने हात माथि। अब म ऐना भइसक्यो, मेरो मलाई फलो गर्नु होला। मेरो चाहिँ यो लेफ्ट ऐनाले जहिले पनि उल्टो काम सिकाउँछ है, तर सत्य बोल्छ। रेडी? आफ्नो अनुहारलाई घुमाउनुहोस् त। रेडी? रेडी? ना ना मैले नाक भनिरहेको छु, हेर्नुहोस् है, यही हो होस्। होस् रमाइलो हो। अब दोहोऱ्याउनु पनि मिल्दैन, किनभने म तपाईँहरू बाटो भइसकेको हुन्छ। अब एकपल्ट दोहोऱ्याउनु पनि क्या हो? हुन्छ? हुन्छ? रेडी ल, फेरि अब के भन्छ भने थाहा भइसकेको छ के। काम मात्रै नाच्छ होला। अब अर्को एउटा है त, जीवन निकालेर नाच्न सुन्न सकिन्छ? सकिन्छ? सक्नुहुन्न? सुपर छ त। जीवन निकालेर नाच्न सुन्ने कति सजिलो छ।
मैले के भने त्यही पहिला बुझ्नु हेर्नु अनि गर्नु। मैले जिब्रो निकालेर नाकमा चुने फेरि अरू केही थपौँ कि हो लास्ट है किन हामीसँग समय छैन। एउटा पेटमा राख्नु है, एउटा टाउकोमा राख्नु। अब टाउको दुखिरहेको छ, टाउकोमा चाहिँ हाल्नु, पेट दुखिरहेको छ, पेटमा चाहिँ मुसा हाल्नुहोस्। गर्नुहोस् त, गर्नुहोस्। ए दुई यसो माको होइन नि, यो एउटाले हान्ने हो, एउटाले यहाँ मुसार्ने हो। सबैले गर्नुहोस् त। यहाँ पनि गर्नुभयो हुन्छ, गर्नुहोस् त। चेन्ज 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 चेन्ज। ए कसरी यो रमाइलो हो। सबै चिज होसमा गर्नुपर्छ। हाम्रो शरीर हो, तर हाम्रो शरीरले भनेको मान्दैन। हामी अरूलाई अडाउँछौँ, उनीहरूले के मान्छ हो कि अब नाच गानको कुरा आयो होइन, हामीलाई नाच सबैलाई थाहा छ, नाटक पनि थाहा छ। नाच र नाटकमा के फरक होला? अघि ओम सरले सबै विश्रान्त भनिसक्नु हो। नाटक हामी आफै स्पिकर, तर नाचमा चाहिँ यसको इसारामा हामी नाच्नुपर्छ, अरूको सहारामा गर्नुपर्छ हो। अब तपाईँहरूलाई 200 वर्ष होला अगाडि लान चाहन्छु राणाकालतिर। जङ्गबहादुर राणा तपाईँहरूले सुन्नु भएको छैन? इतिहासमा पढ्नु भएको होला, मैले इतिहासमा अलिकति केही कुरो गर्नु भएको हो। जङ्गबहादुर राणा बेलायत भ्रमणमा गएछ। गइसके पछाडि त्यहाँ पुगिसकेपछि पहिला त अहिले पो यहाँ कराते के यो कम्फू सम्फू जुडो बक्सिङ हो, मार्सल आर्टहरू पहिला त कुस्ती खेल्ने परम्परा थियो। र बेलायतमा चाहिँ कुस्ती खेल्दाखेरि जङ्गबहादुरको भाइ वीर शमशेर प्यारो नाम कान्छा भनेर बोलाउने चलन। प्यारो नाम कान्छा। हामी अहिले कान्छा र कान्छीको अलिकति अपभ्रंश गरेर अलिकति को नजरले हेर्छौँ बुझ्छौँ, त्यो होइन। प्यारो नामै कान्छा। अनि कुस्ती खेलेछ अङ्ग्रेजहरूसँग। कुस्ती खेल्दाखेरि यदि नेपालको तर्फबाट यो कुस्ती तैँले जितिस् भने नेपाल गइसकेपछि लाखे आजुलाई 3वटा हिराको औषधि चढाउन आउँछु भनेर भागल गरेछ बेलायतबाट। नभन्दै नेपाल जितेछ, वीर शमशेरले जितेछ। फर्किसकेपछि त्यो भागल त पूजा गर्नु पर्यो, जानु पर्यो। जाने क्रममा चाहिँ अनि धेरै त्यो जान खाने मान्छेहरू जङ्गबहादुरको घोडा चढेर आएछ भन्छन् नि, जङ्गबहादुरको घोडा चढेर आयो भन्छन् नि हो। त्यो एकजना जड्या किसिन्छ भन्नेसँग भेट हुन्छ बिच बाटोमा। उनीहरूको वार्तालाप सानो देखाउन मात्रै लगाएको हो। अनि यो ड्रामामा 3वटा एक्टर हुन्छ है। एकजना जङ्गबहादुर, एकजना वीर शमशेर कान्छा र एकजना सुपर जड्या किसिन्छ है। जङ्गेको सवारी यो जङ्गेले चढाएको सेतो च्यान्ते घोडा मलाई खुब मन पर्यो। ए जङ्गे, तेरो यो घोडा बेच्ने हो? किसिन्छ तैँले किन्ने हो भने बेच्ने, भोलि थापाथली दरबारमा आउनु। हुन्छ, तेरो यो सेतो च्याङ्ले घोडा मेरो 3 तले घरको छिरीमा बाँधेर राख्छु। कुरा बुझेस्? चढ्न आउँदैन, के गर्नु छ ल?
महिना पनि भयो, काम पनि भयो। कुरा बुझिस्? अब त अति भयो, यो जडाले बक्क गर्न थालेको। हुकुम बक्स भयो भने यो जडालाई अहिले यही खुकले 3 टुक्रा पारिदिन्छु। कान्छा खुकुरी दाप भित्रेर हामी त अहिले लाखे आजको भाकलमा पूजा गरेर हिँडेको। यो कुनै युद्ध मैदान हो। जय म पनि शान्तिनी मान्छे होइन, कुरा बुझिस्? होइन ए जङ्गे त कसरी जङ्ग बहादुर भइस? त हाम्रो लगन टोलमा डेरा गरेर बस्दाखेरि जुवा खेल्नको लागि भनेर तैँले मसँग 50 रुपियाँ दाम सापती मागेका थिइस्। म पनि के गर्नु? घिउ खाने कट्टा गरी तँलाई मैले 50 रुपियाँ दाम सापती। मलाई पनि चितौरी चाहियो भनेको थिएँ, तर तैँले मलाई दिइनस्। आज माग्छु, खै चितौरी लिएर। दादा हजुर, अब त अति भयो, यो जरियाले बक गर्न थालेको। हुकुम बक्स भयो भने म यही खुकुरीले 3 टुक्रा पारिदिन्छु। कान्छा खुकुरी दाप भित्रेर अहिले जान खाइरहेको छ, एकछिन बक गर्छ, त्यसपछि आफ्नै बाटो लाग्छ। म पनि शान्तिनी मान्छे होइन, कुरा बुझिस्? जिन्दगीभर जाँड खाँदा भोज भतेर खाँदा बुढो पो भइयो त। पहिला त अझ सुन यहाँ यत्रो भुँडी थियो, यसरी कन्याउनु पर्थ्यो, सुकेर यत्रो भयो। कुरा बुझिस्? जे भए पनि हेर जङ्गी, तँलाई त म स्याबासी दिन्छु। तैँले त आफ्नो भाइ भरदारहरूलाई भोज भतेर खुवाउनको लागि जग्गा छैन भनेर कैलाली, कञ्चनपुर, बाँके, बर्दिया 4 जिल्लै हात पारी छस्ने नयाँ मुलुकै ल्याइसक्ने तैँले त। स्याबास जङ्गी, तेरो साल है। त्यो कालीदेवीले रक्षा गर्नु। केही इतिहास बुझ्नुभयो? राणाहरूले नराम्रो पनि गरेका छैनन् र राम्रो पनि गरेका छैनन्, कतिपय राम्रो पनि गरेका छन् है। हस् त, धन्यवाद। एकजना व्यक्ति उभिनु भएको छ, 3 तिर कुद्नु भएको छ, तर एकजना व्यक्तिले 3 जनाको क्यारेक्टर एकैचोटि गर्नु भएको छ। हो, त्यसलाई भन्छ कलाकारिता। त्यो तपाईँ हामी सबैसँग हुन्छ। त्यसलाई हामीले प्रस्फुटन गर्न सक्नुपर्छ। त्यो प्रस्फुटन गराउनको लागि एकदम बलियो प्लेटफर्म भनेको राष्ट्रिय लोक तथा दोहोरी प्रतिष्ठान नेपाल। यो हाम्रो केन्द्रदेखि प्रत्येक जिल्लामा छ। एउटा रामेछाप जिल्लामा छैन, क्या हो, कार्य समिति, अरू सबै जिल्लामा छ। अब हामी औपचारिक कार्यक्रमतिर लाग्छौँ। योभन्दा अगाडि मैले खैजडी भजन समूहलाई कृपया स्टेजमा आएर छोटोमा आफ्नो भजन राखिदिनु हुन हार्दिक अनुरोध गर्दछु। भगवान्को नाममा चाहिँ नि आश्रित राखेर भनिने हाम्रा खैजडी भजनहरू यो अलिकति धार्मिक कार्यक्रम अन्तर्गतै चलेको छ। यो पनि हाम्रो चाहिँ नि जीवनको जीवन्त राख्ने खालको उद्घोष हुने चिज हो। यही भागवत तथ्यबाटै चाहिँ हाम्रा सिकाइहरू अक्षर बिन्दुबाट यहीँबाट कख सिकाइ हुन्छ। यसैबाट हाम्रो चाहिँ नि भजन सुरु हुनेछ भन्दै आयोजक परिवारको अनुमतिले हामी भजन गाउनेछौँ। धन्यवाद। हे राम 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 नारायण, हे सबलाई नमस्कार, सबलाई नमस्कार, सबलाई नमस्कार, हरे राम सबलाई नमस्कार। दसैँ चक्रा जोडी जोडिका सबलाई नमस्कार, हरे राम दसैँ चक्रा जोडी खाना सबलाई
हरि हे राम हे राम हे राम हे राम यसरी चाहिँ परमात्मा प्रभु नारायणको जब चाहिँ यसरी हाम्रो गाउने क्रममा आज यस प्युटार गाउँमा भइरहेको यो लोकगीत प्रतिष्ठान राष्ट्रिय लोक तथा लोकगीत प्रतिष्ठानको कार्यक्रम भइरहँदाखेरिमा जति पाल्नुहुने जति चाहिँ यहाँ हेर्न आउनुभएका आगन्तुकहरूलाई नारायण एवं हाम्रो स्वागत छ सम्झनालाई हाम्रो परमात्मा प्रभु नारायणका गीतहरूलाई जुन कार्य गर्दा पनि भगवान श्री गणेश भनेर गणेश भगवानलाई सम्झिनुपर्ने भएकोले जब चाहिँ गणेश भगवानको आराधना गरेर जब लामो सुर चाहिँ एकदन्त जसको हे पार्वती नन्दन बालमुसको उदाती ठुलो देखा भए करे तन तिम्रा कोमल भाउमा म पहिले बिन्ती चढाउँदछु दिउ जन्मलाई हे गुण बिना तिम्रै शरणमा म छु नारायण हरि हरि यो जय गुरु गणेश सदेवाना हिरामा आज यस विद्यालयको प्राङ्गणमा यस्ता कार्यक्रमहरू भइरहेकोमा र आज यसरी यहाँको भगवानको ठुलो अनुकम्पा भएर आज हजुरहरूको दर्शन गर्नका निमित्त यहाँ आउन पाइयो नारायण यो हर्षनी हर्षाले यसरी विघ्नहर्ता हुने गणेश भगवानलाई आराधना गरिसकेपछि कुनै विद्याकी देवी माता सरस्वतीलाई पनि हृदयले सम्झेर ब्रह्मा विष्णु महेश्वरादिहरू महादेव जगत व्यापिनी हंसवानमा बसेकी पनि आसन कमल ढोलिनी नारायण यो आसन कमलको कहिलेको मरण मरेर पनि बाँचिने रनी त्यही काम गरन मर्छ यसरी गर्दाखेरिमा मरेर गइन्छ एक दिन आखिरमा प्युटारमा राष्ट्रिय लोक तथा लोकगीत प्रतिष्ठानले कार्यक्रम गर्यो कि गरेन यो दिन कुनै दिन हामी बालबच्चाको मन मस्तिष्कमा पनि पक्कै पनि हाम्रो विद्यालयको प्राङ्गणमा यस्ता कार्यक्रम भएका थियो भनेर सम्झना तर
अनि कीर्ति राख्ने काम पनि यो विद्यालयले हामीले हाम्रा सरहरूले गर्दाखेरि उहाँहरूले चाहिँ नि हामीलाई आउनुहोस् नभनेको भए हामी आउन सक्ने थिएन। यी 9वटा माध्यमिक विद्यालयले हुन्छ नभनेको भए हामीलाई यहाँ आउने धेरै हामीले यो कार्यक्रम गर्न असमर्थ पनि थियौँ होला। यसर्थ हाम्रा भाइ बहिनीहरूलाई यस्ता सिकाइ कलाहरू हामी पनि भजन गाउँछौँ भन्ने कुरो रहर लाग्छ भने हामीहरूले जस्तै आएर यही स्टेजमा नाच्न सक्नुहुन्छ। लोकगीत भन्दैमा लोकगीत मात्रै होइन, यो लोक संस्कृति हो। यसैभित्र रहेर हाम्रा भाइ बहिनीहरू कलाकार मित्रहरू जसलाई यसमा जागर लागेको छ त्यहाँ पनि यो भजनमा आएर नाच्ने गाउने गर्न सक्नुहुन्छ। सिकाइ कला चाहियो भने त्यो सिकाइदिन्छ। यही लोकदोहोरी प्रतिष्ठानमा सम्पर्क राख्नुभयो भने त्यो पनि पाउनुहुन्छ। गीत मात्रै गाइँदैन, यहाँ हरेक विधामा हुन्छ, नाट्य विधा हुन्छ, भजनका विधाहरू हुन्छन्, कीर्तन हुन्छ। ए जाउँला बैकुण्ठ जाउँला बैकुण्ठ हाँसै गाउँदै रमाउँदै जाउँला यस्ता रीतिका भजनहरू गाउन पनि मिल्छ। हामीले यो भजनलाई थोरै एउटा धर्म मात्रै दिएका हौँ। यस्तो भजन फेरि हाम्रो गाउँमा गाउँ भनेर कसैको मनमा लाग्छ भोलि भनेर हामीले झल्को दिन खोजेको हो। अब हामी यसलाई यही विदा गरेर फेरि समय बाँकी रह्यो भने अलिकति गाउने बाचा गर्दै नारायण यो बिदा झालाई सबैमा बिदा लक्ष्मीनारायण भगवानको जय हो। ईशानी देवी राईको जय हो। काली देवी माताको जय हो। देवी देवी माताको जय हो। भैरव महाराजको जय हो। महादेव पशुपतिनाथको जय हो। सम्पूर्ण भक्त भगवानको जय हो। सम्पूर्ण उपस्थित भक्त वत्सल महानुभावहरूको जय हो। दादा सर्वेश्वर भगवानको जय हो। नेपाल जननीको आयोजन परिवारको राधे राधे।